हेलो गाइस, नमस्कार। के छ खबर? अझै एउटा चिज याद आयो कि मलाई आज। हामीले कोही मान्छेलाई नमस्कार गरिन्छ नि त होइन, भेट्यो भने एउटा रेस्पेक्ट हो नि त। अनि सेकेन्ड पालि पनि त्यो मान्छेलाई देखि नमस्कार गरिन्छ, थर्ड पालि पनि त्यसलाई नमस्कार गरिन्छ। त्यो इज्जत दिने लायकको मान्छे हुँदैन क्या। तर फेरि पनि एउटा आफूले चाहिँ अब चल जे होस् नमस्कार गर्दा भए केही बिग्रिँदैन भनेर एउटा रेस्पेक्ट दिन्छ नि त हामीलाई कोही कोही मान्छेलाई। अब त्यस्तो पर्न पुग्छ होइन र। त्यसले त के सोच्दो रहेछ, ए म त भयङ्कर रहेछु, मलाई चाहिँ म त नमस्कार गरेँ भने त्यसको त अहङ्कार घमण्ड बढ्ने रहेछ के। अर्को पालि चार पालिमा त त्यो मान्छेलाई त अब नदेख जस्तो गर्ने, यसलाई कोट्टाएर बोल्छ भन्ने खालको सिचुएसनमा पार्दो रहेछ के। त्यस्तो मान्छेलाई के गर्नु थाहा छ, सुरुबाटै रेस्पेक्ट दिनु हुँदैन। कोही कोही मान्छे रेस्पेक्टले मात्तिदो रहेछ, किनभने त्यो कहिले नपाएको मान्छे हुन्छ नि त। कुत्तालाई घिउ पस्दैन भन्ने खालको हुन्छन् कि कोही कोही। त्यो साँच्चीकै पनि नपस्ने रहेछ। मैले विचार गरेँ कि मेरै लाइफमा विचार गरेँ कि एक दुईवटा मान्छेलाई, यसै मै हुँ के, यसै मै हुँ। साराना दिन पनि छैन, साराना लिन पनि छैन, यसै मै हुँ। के को मै हुँ होला है, थाहा छैन।